अब यहाँ मेरो भ्लग सुरु भइसकेको छ। जाना कोही खित्ता मेरा चाहिँ लाभ देउली ठ्याक्कै जाना हल्ला यहाँ अब रेडी मम्मीलाई टिका लगाउन लाग्छन्। के आशीर्वाद दिन्छन् म सुन्दैछु यहाँ कि। अब 500 भनेर 5 रुपैयाँ मलाई देख्ने बित्तिकै माग्ने बुढो छ यहाँ ठुलेडी पनि छन्। चस्मा लगाएको बुढो छ। अहिलेका वर्षका यो दुर्गा भगवानले रक्षा गरून्। आजको सक्यो टिका सक्यो। आज हामी यहाँ जमरा लगाइराखेका छौँ। अब सब परिवार बसेर अब हामीहरूले बाँकी छ यहाँ। अनि उता चाहिँ भइसकेको छ, लगाइसकेको छ, लगाउन लागेका छन्। यहाँ सब छन्। म यस्तो पत्रकार हुँ कि म कडा पत्रकार हुँ नेपालको। यहाँ सब खतरा खतरा भएर आएको छन्। व्यवस्था झन् खतरा ह्यान्डसम भएको छ होइन। अनि म भन्दा जेठा अझ यहाँ छन्। यसपछि एको पाला आउँछ तर यिनी हल्का म भन्दा पनि जेठा हुन् तर यहाँ छन् होइन। अब ठाउँ नपाएर मात्रै बस्या हुन्। सबको पाला आउँछ म सबै देखाउँछु। अङ्कलका यहाँ माला बाँधिसकेको छ जमाराको। सबको बाँधिसक्यो ल। अनि यहाँ वरिपरि देखाइरहेको छु म। सब हेरिरहेछन्। अब सब लगाउँछन् मलाई पनि टिका। आउनु हो त चक्लेट पनि दिने उनको भएन। लगाइदिन्छ नि उनी निकाइ छ भन न। लाइक सब्सक्राइब सब गर भन। अरे यिनी खतरा हुन् केही पनि भन्दैन। अब यिनको पाला आइसक्यो। यसपछि मेरो पाला हुन्छ। मेरो पाला आइसक्यो। अब मेरा पालमा रामला छ त आइहाल्यो। जाना कोही खित्ता मेरा चाहिँ लाभ ग्रुपमा होला देउली ठ्याक्कै जाना हल्ला भीम एक फोटो हाल्नु त ल यहाँ त मैला खतरा बनाइसक्यो। फोटो हाल्नु त्यहाँबाट मैले खान पाएको चाहिँ व्यवस्था बनाएन भनेर रिसिभ भयो। यहाँ व्यवस्थाको पालो आइसकेको छ। यहाँ सूची त अब बेहुलो हुन रेडी भयो। शर्मिला साइडबाट झुल्क्याउन लागेको छ। ल क्यामेरामा नहेर त्यहाँ टिकामा हेर। यहाँ सब लगाइसक्यो होला होइन। कोही काहीँ छन् कोही काहीँ छन्। बेस डरले भाग्यो। यहाँ अब रेडी मम्मीलाई टिका लगाउन लाग्छन्। के आशीर्वाद दिन्छन् म सुन्दैछु यहाँ कि। यहाँ भिडियोमा हेर तमी सबै ल हेर। अब आशीर्वाद दिन के भन्दा नि हेर्नु। आज आशीर्वाद नै दिन के नै डेडी भन्दा भन रेडी के हल्का के भन्ने भा जन्म जन्म हो सरी संगम जन्म जन्म संगम मनिया जरम जरम संगम जन्म जन्म संगम। अब 500 भनेर 5 रुपैयाँ मलाई कति दिन्छ न कति छ सानालाई त बोलियो लाग्दिन ठुलालाई लाग्छ मजे मजे बस्दैन यहाँ हेर 100 रुपैयाँ दिनुपर्ने अब चन्दनमा टिका भरिसकेका छन्। अब आशीर्वाद यहाँबाट अब पाउँछु म। ल
साइडमा सुजितको हाँसो राम्रो बल्ल खासो ₹20 आयो पैसा कमाउने लगाऊ छिटो मलाई टिका बस एकदमै साइको यहाँनिर बस मैले टिका लगाउँछ हाम्रो यहाँ भइसकेको छ टिका कार्यक्रम सुचित दाजु यहाँबाट रुपियाँ आउँछ जस्तो छ त के भने आयो अझ को छ बाँकी आओ ओके 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 ल आओ सब झट्टा उल्टो आओ चकर अङ्कल पनि ल राख्यो पनि अतासले लगायो यिनले भग्गरे यहाँ शर्मिला छ मोटी मोटी छ यहाँ पनि आए माग्ने बुढो छ यहाँ ठुलेडी पनि छन् आजको सकिसकेको छ अब टिका अब चाहिँ फोटो खिच्ने काम मात्रै बाँकी छ सबैलाई देखाइसकेको छु मैले ओके अब यहाँ ठुलेडी पनि छन् अब जान लाग्यो हामीलाई लगाइसकेर नभए पनि लगाऊ यत्तिकै अब बसेर लगाऊ भने हल्का मलाई पनि आशीर्वाद दियो विनोदजी ठुलो टिकटकर बनोस् आशीर्वाद आयो धेरै भाइरल भयो र युट्युबर पनि बनोस् ओट भने जस्तो हुन्छ हौ त्यति हो ओके अब यहाँ मेरो भ्लग सुरु भइसकेको छ तर के भने मैले केही थाहा पाएन कि म नेपाली मात्र बुझ्दै मैले भन्ने हो सबभन्दा ह्यान्डसम तै छै भने के हो यसो भयो यहाँ अब मलाई देख्ने बित्तिकै अरू चाहिँ मन मलाई त ₹100 हो यति मात्रै आशीर्वाद दिएछ अब के भयो गाली आशीर्वाद दियो के भयो भन्नु केही थाहै छैन तेरो त यहाँ राख्दा हुन्छ नि त थोरै यो गरेर जमारा त मनमनै के आशीर्वाद लागिजाऊ तरी राम्ररी अब अर्को आशीर्वाद मै आज आशीर्वाद मात्रै हो आशीर्वादले त म तँलाई डुबाइदिन्छु चिन्ता किन गर्छस् मुखभित्र भने सबै हुन्छ क्या अझ काहीँ केही भने राम्रो मात्र हो 2-4 वर्षमा सबभन्दा ठुलो नोट दिएको छु मैले सबभन्दा राम्रै ढिला छ म ढोकिदिएको छु मैले मलाई अहिले 2 रुपियाँ भन्ने मैले त खाली भने हो क्या मैले खास 10 रुपियाँ बटाएको थिएँ मैले लगाइसकेँ मेरो चेलाको सबैतिर राम्रो हो मेरो चेलो पढाइ नोकरी चाकरी लागि जाऊ हामीले मनले सोचेको दुःख कष्ट गरे जसो होइजाऊ अहिलेका वर्षका यो दुर्गा भगवानले रक्षा गरून्
बाबा भाग्यमानी भए ज्ञानी भए खाइ त सकिसक्यो अब आजको टिका आजको सक्यो टिका सक्यो ल अब तिहार मात्र छ ओके